हे भगवान बाल मैत्री हाम्रो समाज नगर धेरै राम्रो भाछ सुरक्षित बाला बन्ने सबलाई खुसी लाग्छ यही हो हाम्रो चाहना हे भगवान नबनाऊ बहाना यही हो हाम्रो चाहना। धन्यवाद। कुशल कार्यक्रम सञ्चालक छु बागलुङ नगरपालिका नगरपालिका संस्थाद्वारा आयोजित गरिमामय माध्यमिक स्तरीय वक्तृत्व कला कार्यक्रमलाई सुव्यवस्थित गर्दै सभाको नायकत्व ग्रहण गर्नुभएका आदरणीय सभानायकज्यू आफ्नो तमाम महत्त्वपूर्ण कामले ताकलगे हामी सारा बालबालिकाहरूको यस कार्यक्रमलाई ठूलो महत्त्व दिए यस कार्यक्रमको गरिमा बढाइदिने आदरणीय प्रमुखज्यू विशिष्ट अतिथिज्यू अतिथिगणहरू एवं हात मान्नेहरू विज्ञापन गर्ने अवसरका निष्पक्ष निकायज्यूहरू सम्पूर्ण शिक्षकहरू एवं विजय समारोह गर्न आखिर मेरा प्रतिस्पर्धी साथीहरूमा सर्वप्रथम हार्दिक नमन गर्न चाहन्छु। म स्मृति रेग्मी श्री बालिका माध्यमिक विद्यालयको प्रतिनिधित्व गर्दै आफ्नो वक्तृत्व प्रतिभा प्रस्तुत गर्न पाउँदा अत्यन्त आनन्दित भएको छु। यो शुभ अवसरका लागि आयोजक पक्षलाई हृदयको गहिराईदेखि नै धन्यवाद दर्शाउँदै म आजको हर्षित बालबालिका सुरक्षित बालपन बालमैत्री दिगोपन हाम्रो अभियान भन्ने विषयवस्तुमा प्रविधि गर्ने गर्न चाहन्छु। सभाध्यक्ष महोदय बालमैत्री भनेको बालबालिकालाई बिना प्रकार बालबालिकाको सर्वोत्तम सर्वाङ्गीण विकास र बाल सहभागिताको सिद्धान्तमा आधारित बाल अधिकारको सम्मान संरक्षणको कार्यान्वयन गर्न गाउँ समाज जगतको राज्यको गठन गरिने समष्टिगत पद्धति प्रयास गर्छन्। सभाध्यक्ष महोदय नेपालको सरकारले के भने 18 वर्ष मुनिका बालबालिकालाई बालबालिका भनिन्छ। सभाध्यक्ष महोदय बालबालिका संस्थाको जुनसुकै ठाउँमा जन्म हुँदै पनि उनीहरूको आचरण आवश्यकता बाल ममता संरक्षण 19 वर्ष स्वस्थ वातावरण शिक्षा र विकासका अवसरहरू पाउन हरेक बालबालिकाका नर्सरी अफिसरहरू सभाध्यक्ष महोदय कहिले भोलि रम्न जरुरी छैन होला बालबालिका 4 स्तम्भ गरेर सानो छ बाल समेत बाल विकासको बाल सहभागिता हुन्। सभाध्यक्ष महोदय त्यति मात्र नभएर बालमित्र नम्बर घोषणाका लागि 51वटा सूचना रेडियोमा सूचक नम्बर 25 मा बालमित्र गतिको पास सम्बन्धी व्यवस्था रहेको छ। हामी पूर्ण खुसी छौँ हाम्रो नगर र हाम्रा नगरवासीहरू सचेत हुनुहुन्छ। सभाध्यक्ष महोदय नेपालको संविधान 2072 को धारा नम्बर 39 को 10औं बजारा सहित बालबालिकाको हकको व्यवस्था बनाएको छ। यसले पनि पक्कै बालमित्र दिगोपनलाई पक्कै पनि ठूलो आदेश दिनेछ। सभाध्यक्ष महोदय बालमैत्री शासनलाई कुनै ठूलो दिन छैन भन्ने कुराको प्रतिबद्धता हामीलाई निर्णय गरेपछि बाल नगरले जारी गर्न सक्नुहुनेछ। सभाध्यक्ष महोदय आजका साना बालक ढकमक फुल्छन् बढी आजका साना बालक ढकमक फुल्छन् बढी डराउन सक्छन् उनी नबोल्नुको बोली डराउन सक्छन् उनी नबोल्नुको बोली बालमैत्री बनेर खेलौँ हामीले बालमैत्री बनेर खेलौँ हामीले यही संस्कार अवश्य शिक्षण नानीले यही संस्कार अवश्य शिक्षण नानीले। सभाध्यक्ष महोदय कानुनी रूपमा हेर्ने भने हाम्रो अवसरभन्दा हामी नयाँ पिँढीका बालबालिकाहरू आफैमा निकै भाग्यवानहरूको अनुभव गरिरहेको छौँ। संस्कार 4 वर्ष पुग्दै गएकी मेरी सानी बहिनी म दिनौ स्कुल जाँदा झगडा गर्छन् उसलाई घरमा भन्दा विद्यालयमा नै रमाइलो लाग्छ। सब सबैले माया गरेर काठसानी बनाउँदा 2 वर्ष पुग्दा पुग्दै छोडेर अस्ट्रेलिया गएकी आफ्नी आमा समेत बिर्सेकी छे। सभाध्यक्ष महोदय त्यति मात्र नभएर अहिले हाम्रो समाजमा छुट्टै भइसक्छ छुट्टै मानेको छ। हामीलाई ओहो गरिन्छ हामीलाई हाई हाई गरिन्छ। हामी समाजका विभिन्न समितिमा रहेका छौँ। हामी टोल विकास समिति नगर विकास समितिमा हामी छौँ। स्वास्थ्य हुने हरेक कार्यक्रममा हामीले बोलाइन्छ। हाम्रो विद्यालयमा हुने विद्यालय व्यवस्थापन समितिको बैठकमा हामी सहभागी हुन्छौँ। हाम्रो विद्यालयमा हुने हरेक निर्णय कार्यक्रमहरू हाम्रै सहभागी हुने गरेका छन्। यस हामीलाई जहाँसुकै छुट्टै नेतृत्व व्यवस्था गरिन्छ। सभाध्यक्ष महोदय देख्दा पनि कति खुसी लाग्छ। मेरो विद्यालयमा स्थितिका नानीहरू आफै धारा गरेर पानी खान सक्छन्। हामीलाई जहाँसुकै सम्मानसहित सौहार्दपूर्ण व्यवहार गरिन्छ। सभाध्यक्ष महोदय यसलाई निर्वाचन बनाउनका लागि विभिन्न किसिमको रङ्गको प्रयोग गरी बेला बेलामा मूल्याङ्कन गरी सबैको कार्यान्वयन गर्नुहोस्। सभाध्यक्ष महोदय